यहाँ चाहिँ मलाई पनि यो एकदमै खड्किरहेको विषय के हो भने ज्योतिषको नाममा, ज्योतिष शास्त्रको नाममा अहिले एकदमै त्रास फैलाउने काम, हैन, भन्ने हो भने मान्छेहरूलाई चाहिँ डरको वातावरणमा राख्ने काम भइराखेको छ। किन त्यस्तो गरिँदैछ त? र त्यो गर्ने व्यक्तिहरू साँच्चै ज्योतिषी हुनुहुन्छ त? वास्तवमै हुनुहुन्न। सच्चा ज्योतिषीले कहिले पनि त्रास फैलाउने काम, डर पैदा गर्ने काम र त्यो डर र त्रासको खेती गरेर चाहिँ पैसा कमाउने काम गर्दैन। त्यो काम कसैले गर्छ यदि भने त्यो ठगीको मनसायले प्रेरित व्यक्ति हो र त्यसले ज्योतिष शास्त्रलाई ठगी खाने भाँडो बनाएको छ, ऊ ज्योतिषी हुनै सक्दैन। सच्चा ज्योतिषीले बताउने भनेको के हो त भन्दाखेरि चाहिँ व्यक्तिलाई डरबाट टाढा राख्ने र समस्याको सही मार्ग निर्देश गर्ने, समस्याको पहिचान गर्ने र त्यो समस्याबाट मुक्ति दिलाउने कर्म गर्छ सच्चा ज्योतिषीले, र गर्नुपर्ने नै त्यही हो। तर यहाँ चाहिँ ज्योतिषीको नाममा धेरै जसो भ्रम पैदा गर्ने, डर पैदा गर्ने र त्यही डर र त्रासको बीचमा चाहिँ उहाँहरूले अर्थोपार्जन गर्ने कर्म गरिराख्नु भएको छ। त्यो बिल्कुलै गलत छ, यो गर्न हुँदैन। सच्चा ज्योतिषीको कर्म यही नै हो। मैले अघि पनि भनेको छु, दोहोऱ्याएर भन्छु, स्पष्ट पार्न चाहन्छु कि कुनै पनि व्यक्ति यदि तपाईँसँग ज्योतिषीय मार्ग निर्देशनको लागि आउनु भएको छ भने उहाँको डर हटाउने, उहाँको समस्याको कारण पत्ता लगाउने र त्यो समस्याबाट उहाँलाई मुक्ति दिलाउने कर्म तपाईँको प्राथमिकतामा पर्नुपर्छ र गर्नुपर्ने नै त्यही हो ज्योतिषीले।